गुड मर्निङ सबैजनालाई अनि वेलकम ब्याक टु माई न्यू व्लग। अनि आज भने चाहिँ यस्तो भएर छ बिहान बिहानै चाहिँ पानी आउँदा छ सिमसिमे पनि आउनु थाल्यो। अनि यहाँ भने चाहिँ छ बियो चामल टिप्नु भएको। अनि यहाँ भने चाहिँ छ करेला। अनि अब भने चाहिँ म घाँस काट्नुको लागि जाँदैछु। अब भने चाहिँ 6:15 भइसक्यो। खाना चाहिँ आमाले पकाउनुहुन्छ अरे। अनि अहिले भने चाहिँ मैले घाँस पनि काटिसक्यो। त्यहाँदेखि काटेको यहाँसम्म चिल्लो छ। यहाँ भने चाहिँ मैले भात पस्किनु हुँदैछ। सातको खाना बहिनी त्यस्तै हो। अनि यहाँ छ मेरो खाना। अनि अहिले भने चाहिँ हामीले खाना पनि खाइसक्यो। अनि अब भने चाहिँ रेडी भएर चाहिँ स्कुल जानुपर्छ। अनि अब चाहिँ हामी स्कुल जान आँटेको हो। अनि भरे आएर भेट्यौँ मलाई। अनि अहिले भने चाहिँ म स्कुलबाट पनि आइसकेँ। हामीलाई ढिलो भयो। आज पनि म क्लास बसेको थिएँ। अनि अहिले भने चाहिँ मैले ड्रेस पनि चेन्ज गरिसकेँ। अनि अब भने चाहिँ खाजा पकाएर खानुपर्छ। अनि यहाँ भने चाहिँ छ मेरो खाजा चिया। अनि अहिले भने चाहिँ 5:30 भइसक्यो। अनि मैले चाहिँ खाजा पनि खाइसकेँ। अनि अब चाहिँ मेरो छिटो पकाउनु छ खाना हो बेलुकाको। अनि यहाँ भने चाहिँ छ बेलुकाको सब्जी होइन लाङ्से। अनि यसको लागि चाहिँ पुरा मसलाहरू अब काट्नुपर्छ होइन कुच्याउनुपर्छ। अनि यहाँ भने चाहिँ मैले प्याज चाहिँ काटिसकेको छु। अनि यहाँ भने चाहिँ छ सब्जीमा लाउने अदुवा लसुन खुर्सानी हो। अनि अब चाहिँ म यसलाई पिस्छु। अनि यहाँ भने चाहिँ मैले पिसी पनि सकेको छु। अब चाहिँ सब्जी पकाउनुपर्छ। यहाँ भने चाहिँ पाक्दैछ। अनि यहाँ भने चाहिँ खाना पनि बसिसकेँ। अनि बहिनी पनि आइपुग्यो घर होइन। अनि यहाँ भने चाहिँ छ मेरो खाना र सब्जी। यहाँ भने चाहिँ यहाँ खानुहुँदैछ आपारङ्गी। अनि अहिले भने चाहिँ हामीले खाना पनि खाइसक्यो हो। अनि आजको ब्लग चाहिँ म यतिमै राख्छु। मन पऱ्यो भने लाइक सेयर कमेन्ट गरिदिनुहोस् होला। थ्याङ्क यू बाई।